सबैभन्दा शक्तिशाली सफलताको कुरा निकाल्ने हो भने केवल एउटै धारणा सीमित हुन्छ। आत्मनिर्भर र आफ्नै शक्ति निर्माण कसरी गर्ने? म्याकियाभेलीको नजरमा संसारको सबैभन्दा शक्तिशाली सफलताको रहस्यका 3 खम्बाहरू हामीले यसरी बुझ्न सकिन्छ। म्याकियाभेली भन्दछन्, भाडाका सैनिकको भरोसा कहिले नगर्नुहोस्। द प्रिन्समा म्याकियाभेलीले राजा र शासकलाई एउटा कडा चेतावनी दिएका छन्। जुन देशको राजाले आफ्नो देशको रक्षाको निम्ति भाडाका सैनिकहरूमाथि भरोसा गर्दछ उसको विनाश निश्चित छ, किनभने भाडाका सैनिकहरू पैसाको लागि मात्र लड्दछन्। उनीहरूमा देशप्रेम प्रति कुनै वफादार हुँदैनन् र सङ्कट पर्दा सबैभन्दा पहिला भाग्दछन्। यदि आफ्नो जीवनको लडाईँ जित्नु पर्ने छ भने तपाईँ अरूको पैसा, अरूको सिफारिस र भाडाको सैनिक जस्तै भर नपर्नुहोस्। जब तपाईँ आफ्नो बुद्धि, आफ्नो सिप, आफ्नै खुट्टामा उभिनुहुन्छ तब मात्र तपाईँ अजय बन्न सक्नुहुन्छ। अरूले दिएको सफलता जुनसुकै बेला पनि खोसिन सक्दछ, तर तपाईँले आफै आर्जेको क्षमता कसैले खोज्न सक्दैन। हामी अर्को बुँदामा जाउँ। अर्को बुँदामा रहेको छ भाग्यलाई आफ्नो नियन्त्रणमा राख्नुहोस्। म्याकियाभेली भन्दछन् कि सफलतामा 50% हात भाग्यको हुन सक्छ, तर बाँकी 50% मानिसहरूको आफ्नै साहस, पुरुषार्थको हुन्छ। हुने खानाले भाग्यमा लेखेको पाउँछन् भनेर चुपचाप बस्ने मानिसहरू कहिले सफल हुन सक्दैन। जब जीवनमा कठिन परिस्थिति र अनपेक्षित परिवर्तन आउँछ तब रोएर वा भाग्यलाई सरापेर समय बर्बाद नगर्नुहोस्। परिस्थिति जस्तोसुकै होस्, आक्रामक रूपमा अगाडि बढेर त्यसलाई आफ्नो पक्षमा पार्ने साहस राख्नुहोस्। त्यो नै सबैभन्दा ठुलो सफलताको सूत्र हो। म्याकियाभेली भन्दछन्, सम्मानभन्दा सम्प्रभुता। मानिसहरू सधैँ अरूको नजरमा राम्रो बन्ने चक्करमा आफ्नो उद्देश्य भुल्दछन्। म्याकियाभेली भन्दछन् कि सबैको प्रिय बन्ने प्रयास गर्दा मानिस कमजोरी र सजिलो हुने र अरूको युज गर्ने वस्तु बन्न सक्छ। त्यसैले मानिसले तपाईँलाई बिचरा कति सोझो, कति राम्रो भनेर दया गर्ने पात्र नबन्नुहोस्। बरु तपाईँको क्षमता, व्यक्तित्व यस्तो होस् कि कसैले पनि तपाईँलाई हल्का रूपमा लिन र ठग्न नसकोस्। वास्तविक शक्ति के हो त? संसारमा सबैलाई खुसी पार्न सकिँदैन। त्यसैले अरूको राम्रो बन्नको निम्ति आफ्नो निर्णय र आफ्नो लक्ष्यसँग कहिले सम्झौता नगर्नुहोस्। तपाईँलाई यो भिडियो कस्तो लाग्यो? सुझाव, सल्लाह, प्रतिक्रिया दिनुहोला। तपाईँलाई पनि यस्तै खालको मोटिभेसनल भिडियोहरू चाहिन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।